कुलमान घिसिङको पक्षमा यति बेला माइतीघरमा आन्दोलन भइरहेको छ। आन्दोलनकारी अगाडि बढिरहेका छन्, बानेश्वरतर्फ अगाडि बढ्न उन्मुख छन्। यता ब्यारिकेड देख्न सक्नुहुन्छ प्रहरीले, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम छ। अगाडि जाम छ, सडकभरि जाम छ, प्रहरी छ र आन्दोलन यता आइसकेको छ। अब के गर्छ? प्रहरीको घेरा तोडेर अगाडि बढ्छ कि के गर्छ यो आन्दोलन? हामी देखाउनेछौँ। अगाडि आन्दोलन आइसकेको छ र प्रहरीको घेरा अगाडि छ। अन्ततः प्रहरीले ब्यारिकेड खोलिदिएको छ। यति बेला माइतीघरबाट बानेश्वर जानको लागि प्रहरीले ब्यारिकेड खोलिदिएको छ, बाटो क्लियर गरिदिएको छ। सुनिहाल्छ नि, किन कान छैन र सरकारको? कान छैन भने ठेडी खोलेर पनि सुन्नु पर्यो। सुदेश पराजुली आइसक्नु भएको छ। यो सरकार मूलत राम्रो काम गर्ने, कुलमानहरूलाई अप्ठ्यारो बनाउँछ। यो सरकार बालेनहरूलाई अप्ठ्यारो बनाउँछ। यो जसले राम्रो काम गरिरहेको छ यो यसका विरुद्धमा चाहिँ यो सरकार सिंहदरबारबाट शासन गर्ने कोसिस गर्छ। त्यसो भएको कारणले बालेनले जे गरिरहेका छन्, कुलमान जे गरिरहेका छन्, देशका लागि जनताका लागि काम गरिरहेका छन्। त्यसो भएको कारणले यो बालेनप्रति हाम्रो पार्टी सबै हामी समर्थन छौँ। तपाईँहरूले त पुत्लै जलाउनु भयो क्यारे होइन? हजुर हजुर, केही समय अगाडि हजुर ऊर्जा मन्त्रीको पुत्ला नै जलाउनु भयो। हजुर। खास किन? अहिले जे देशमा जुन किसिमको व्यथिति, भ्रष्टाचार, माफियाकरण देखिएको छ त्यसको संरक्षण गर्ने र त्यो संरक्षणले यो सरकार भनौँ न केपी ओलीको सरकार त्यसमा चाहिँ अत्यन्तै भ्रष्ट मन्त्री